चाहिँ आज चाहिँ हामी फरक छुट्याउनुहोस् भनेर पढ्छौँ है। जस्तै यहाँ चाहिँ यो साइन्ससँग रिलेटेड पनि छ नेपालीमा है। यो चाहिँ शाकाहारी अनि मांसाहारी। अब कस्तोलाई चाहिँ शाकाहारी भन्ने अनि कस्तोलाई चाहिँ मांसाहारी भन्ने भन्दाखेरि सागपात अन्न र फलफुल खानेलाई चाहिँ शाकाहारी भन्ने अनि माछा मासु आदि खानेलाई चाहिँ मांसाहारी भन्ने है। अनि यहाँ नअटेर मैले फुल लेखेको छैन, माछा मासु खाने मात्रै लेखेको ल। अनि त्यस्तै गरी यहाँ शाकाहारीको अर्को फरक छुट्याउँदाखेरि चाहिँ यो चाहिँ वनस्पतिबाट प्राप्त गर्छन्। वनस्पति भनेको बोट बिरुवाहरूबाट प्राप्त हुन्छ है यो शाकाहारी खानेकुराहरू चाहिँ। अनि मांसाहारी खानेकुराहरू चाहिँ जनावरहरूबाट प्राप्त हुन्छ हैन। जस्तै कुखुरा खसी बोका भैँसी सबै हुन्छ नि त, त्यो चाहिँ जनावरबाट प्राप्त हुन्छ। अनि यो शाकाहारी चाहिँ केसँग सम्बन्धित हुन्छ भन्दा खेतीपातीसँग सम्बन्धित हुन्छ। खेतीपाती भनेको खेतबारीमा बाली लगाउनेलाई चाहिँ खेतीपाती भन्छ है, खेतीपातीसँग सम्बन्धित हुन्छ। अनि यो मांसाहारी चाहिँ केसँग सम्बन्धित हुन्छ भन्दा पशुपालनसँग सम्बन्धित हुन्छ, गाई बाख्रा भैँसीहरू पाल्नेसँग सम्बन्धित हुन्छ है। यो 3टा फरक हामीले छुट्याइदिएको ल। थ्याङ्क यू माया।